दिन प्रतिदिनको समयमा म बाइबल सुन्छु, वचन सुन्छु। जब म निराश हुन्छु कि तब मैले बाइबल सुन्छु। बाइबल सुन्दै गर्दाखेरि उहाँले मलाई साँच्चै मलाई नै जवाब दिएको जस्तो मलाई महसुस लाग्छ। कर्णालीको एउटा सुन्दर गाउँ थारी, जहाँ मोटर बाटो भर्खरै पुग्दैछ। यहाँ बस्छिन् अनु, जसको विश्वास यहाँको पहाडभन्दा पनि अग्लो छ। 6 वर्षको उमेरमा आँखाको ज्योति गुमाइन्, तर 9 वर्ष हुँदा संसारको ज्योति येशू ख्रीष्टलाई अँगालिन् अनुले। एउटा जब मैले प्रचार गर्दै हुन्छु कि म प्रचार गर्दै गर्दाखेरि म आफ्नो दुर्बलतालाई देख्न सक्दैन कि म एउटा आफ्नो दुर्बलतालाई हेर्न सक्दैन। प्रचार गर्दै गर्दाखेरि ख्रीष्टको महिमा म एउटा आफै माथि देख्छु कि किन भन्दा मानिसहरूलाई सुसमाचार सुनाउँदै गर्दाखेरि, मानिसहरूलाई प्रचार गर्दै गर्दाखेरि एउटा मलाई धेरै जोस लाग्छ कि यो अडियो बाइबलले मलाई धेरै उत्साह दिएको कुराहरू म महसुस। वर्षौंसम्म उनले एउटै चुनौती भोगिरहिन्, परमेश्वरको वचन कसरी पढ्ने। जीवनको रोटी त्यही थियो, तर वर्षौंसम्म त्यो उनको पहुँचमा पुगेन। सधैँ अरूमै भर परिरहन्थिन्। जब उनले अडियो बाइबल पाइन्, अवस्था बदलियो। अब वचन नै उनको मार्गनिर्देशन बन्न थाल्यो। घाँस दाउरा गर्दा होस् वा खेतमा जाँदा, उठ्दा होस् वा निन्द्रामा, उनको हृदयमा वचनले गहिरो प्रभाव पार्यो र एउटा आत्मविश्वास दियो। अब उसो उनी वचन सुन्ने मात्र होइन, तर सुसमाचारको सत्यतालाई समाजमा लिएर जाने अनु बनिन्। उनको यो सेवाले त्यहाँ सानो झुण्ड स्थापना भयो र त्यो झुण्ड बढ्दै बढ्दै आज मण्डलीमा परिणत भएको छ। आज अनु यस मण्डलीको गोठालो बनेकी छिन्। आज अनु एक साधारण विश्वासी मात्र होइन, तर एक अगुवा भएकी छिन्, जो शारीरिक दृष्टिमा होइन तर आत्मिक दृष्टिमा अघि बढ्दैछिन्। शरीरको मानिसहरू कति बेलामा शरीरको दुःख बोकेर ख्रीष्टलाई धारण गर्न खोज्छ, ख्रीष्टलाई एउटा ग्रहण गर्न खोज्छ, एउटा शरीरको दुखाइलाई एउटा सन्चो निको पार्नलाई एउटा ख्रीष्टलाई धारण गर्न खोज्छ। तर म त के भन्छु भन्दा नि एउटा अनन्तको जीवनको लागि, एउटा शान्तिको जीवनको लागि, शरीरै शान्ति होइन तर आत्माको शान्तिको लागि मानिसहरूले विश्वास गरोस्, मेरो चाहना यो हुन्छ। उनको भोगाइले यही सिकाउँछ कि परमेश्वरले सफल र क्षमतावानलाई मात्र बोलाउनुहुन्छ भन्ने होइन, तर बोलाइएकालाई क्षमतावान बनाउनुहुन्छ। तपाईँ र म बोलाइएका छौँ। यो अनुको कथा हो, अनुको विश्वासको कथा।